हेलो नमस्ते अनि वेलकम माई ब्लग विनायक ब्लगमा स्वागत छ सबैजनालाई। म अहिले चाहिँ बार्सिलोनाको बार्सिलोनिता भन्ने ठाउँमा आएको छु। यो समुद्री एरियातिर आएको छु म। यो गर्मी मौसमसँगै विभिन्न देशका मानिसहरू यहाँ समुद्रमा पौडिने सनबाथ लिन आउनुभएको छ। म त्यो दृश्य अलिकति अवलोकन गर्नलाई यहाँनिर म आइरहेको छु र आज स्विमिङ गर्ने तयारीमा चाहिँ म आएको छैन। घुम्दै गर्दा यहाँ आउने मौका जुर्यो अनि छोटो मिनी ब्लग बनाएर तपाईँहरू माझ यो भिडियो सेयर गर्दैछु। र यहाँ किन चुपचाप लागेर भिडियो मात्रै बनाएको होला, ओठ चाहिँ चलाएको छैन भन्ने पनि लाग्न सक्छ तपाईँहरूलाई। म अलिकति भोइसमा प्रब्लम भएको कारणले चाहिँ मैले त्यहीँ बोलेर भिडियो बनाउन चाहिँ सकेन र भिडियो क्याप्चर गरेर लिएर मैले अहिले भोइस ओभर गर्दैछु। यो भिडियो ट्रायल गर्दै गर्दा र यहाँ पनि एकदमै राम्रो ठाउँ रहेछ। यहाँनिर बार्सिलोनाको बार्सिलोनिटा एरिया चाहिँ सबै समुद्रले छोएको रहेछ र एकदमै रमणीय एकदमै रमाइलो ठाउँ रहेछ। र तपाईँहरू यो गर्मी मौसममा स्विमिङ गर्न चाहनुहुन्छ भने चाहिँ यहाँ बार्सिलोनिटामा आउन सक्नुहुन्छ। यो मौसममा एकदमै रमाइलो रहेछ, एकदमै रमाइलो रहेछ। मैले यो यहाँ घुम्ने क्रममा यो भिडियो नखिचिकन म जानै सकेन र सानो मिनी ब्लगको रूपमा चाहिँ यो भिडियो क्लिपहरू खिचेर ल्याएर अहिले भोइस ओभर गर्दैछु। एकदमै रमाइलो ठाउँ रहेछ। तपाईँहरू पनि एकपटक बार्सिलोना आउनुभयो भने बार्सिलोनाको बार्सिलोनिटा भन्ने ठाउँमा समुद्री एरियातिर समुद्रको एरिया घुमेर समुद्रमा पौडेर मजा लिने मौका चाहिँ नछुटाउनु होला। यहाँ देख्न सक्नुहुन्छ सबै मानिसहरू यहाँ चाहिँ पौडिनेदेखि लिएर सनबाथ लिने गर्नुभएको छ। एकदमै रमाइलो ठाउँ रहेछ। मलाई त साह्रै मन पर्यो यो ठाउँ। तपाईँहरू पनि एकचोटि भिजिट गर्नुहोला अनि यहाँको दृश्य हेरेर यहाँको रमणीय ठाउँ हेरेर चाहिँ मजा लिनुहोला। एकदमै राम्रो छ। तपाईँहरू पनि यहाँ आउनुहोला अनि आफ्नो माइन्ड फ्रेस गर्नुहोला र यहाँको दृश्य हेऱ्यो भने चाहिँ जस एकदम माइन्ड फ्रेस हुन्छ। र अर्कोचोटि चाहिँ मैले सोचिरहेको छु यो समुद्रको स्पर्श लिएर पौडिएर यो चाहिँ समुद्रीको मजा लिन म एकदम आतुर छु। यसपालि चाहिँ त्यो तयारीमा आइएको थिएन, घुम्दै आउँदाखेरि यहाँनिर आउन पुग्यो। यही एरियामा समुद्र छ भन्ने पनि त्यति थाहा नभएको कारणले, नयाँ नयाँ भएको कारणले चाहिँ त्यो तयारीमा आउन सकिएन र समुद्रमा गएर यो गर्मी मौसममा नुहाएर पौडिएर स्विमिङ गरेर मजा लिन सकिएन। अर्कोचोटि चाहिँ म अवश्य आउनेछु र तपाईँहरू पनि आउनुहोला भन्न चाहन्छु। एकदमै रमाइलो ठाउँ छ र यो समर टाइमलाई चाहिँ यहाँ एकदमै टाइम स्पेन्ड गर्नलाई चाहिँ एकदम राम्रो छ यो स्पेनको बार्सिलोनिटामा है त। अनि आजको मिनी ब्लग यही बन्द गर्ने अनुमति चाहन्छु र भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्न भने नभुल्नुहोला र नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला, किनकि फेरि अर्को मेरो मिनी ब्लग तपाईँहरू सामु पुगोस् र नोटिफिकेसन तपाईँहरू सामु पुगोस् र फेरि अर्को भिडियो देखाउने मौका मिलोस् भन्न चाहन्छु। ओके गाइस, यो थियो समुद्र तटदेखि मेट्रो चढ्ने ठाउँसम्मको सानो मिनी ब्लगको दृश्य। अर्को भिडियोमा फेरि भेटौँला। बाई बाई।